हेलो गाइस, हेर्नुहोस् है त रवि लामछानेको इन्डियाको भ्रमण कसरी इन्ट्री भएको छ। एकछिन हेर्नु है, मैले त हेरेँ, तपाईँहरूले हेर्नुहोस् है, एकैछिन हेर्नु, त्यहाँ स्वागतसँग भएको छ। वाउ, एकदम मस्त है। हेर्नुहोस् त गाइस, रवि लामछाने राष्ट्रिय स्वतन्त्र पार्टी नेपालदेखि दिल्लीको भ्रमणमा हेर्न सक्नुहुन्छ है गाइस साथीहरू। अब चाहिँ के हुन्छ अब थाहा भएको छैन। अब होइन, यता रवि लामछाने नि इन्डियाको भ्रमणमा आउने, उता बालनले पनि इन्डियाले पनि नेपालले पनि इन्डियाको जमिन हडपेको छ भन्नेको क्यारे छ होइन गाइजहरू, ख्याल राख्नु है। अब के हुँदैछ नेपालमा। बालनले बोलेन भनेको थियो, बोल्यो एकदम कडायो भने जस्तै भयो। अझसम्म कसैले नसुनेको कुरा बालन शाहले भन्यो कि नेपालले पनि इन्डियाको जग्गा हरापेको छ रे गाइज। ल है, मैले त हेरेँ, म पनि इन्डियाकै ठाउँमा बस्छु। तपाईँहरू इन्डियाबाट भिडियो हेर्नु भएको छ भने लाइक सब्सक्राइब गर्नु है त। के हो कस्तो कुरा हामी पनि बुझौँ। भोलिको आउने भविष्यमा हाम्रो परिवारहरूलाई धेरै राम्रो, सायद राम्रो काम होला जस्तो छ गाइस। हाम्रो त त्यस्तै भयो इन्डियामै। हेर्नुहोस् कस्तो लागिरहेछ भिडियो। हेर्नुहोस्, मलाई चाहिँ एकदम बवाल इन्ट्री भइरहेछ गाइस होइन। जस्तै यो राम्रो सत्यमनाथ गाजभट्टको इन्ट्री भए जस्तै गरेर चाहिँ रवि लामछाने दाइको हाम्रो यस्तो मजाले इन्ट्री भएर रहेछ। रातो कारपेन्ट, JR-Lexus मर्सडिज बुलेट प्रुफ ब्ल्याक कार हेर्न सक्नुहुन्छ। लग्जरी कारमा हाई सिक्युरिटी। हाम्रो नेपालमा पनि रवि लामछाने उहाँले चाहिँ यति महँगो सिक्युरिटी अनि यति महँगो गाडी, लग्जरी गाडी अनि यदि हाई सिक्युरिटीको साथ कहिले पनि हिँडेको देखेन। इन्डियामा पहिलोचोटि कोही पनि नेपालीबाट कोही राष्ट्रपति आउँछ भने चाहिँ यस्तो पनि स्वागत हुँदैछ गाइस। ल, मैले त देखेँ, तपाईँहरू पनि हेर्नुहोस्। अब चलो गाइस, भिडियो हेरेर कस्तो लाग्यो कमेन्ट गर्नु है, आफ्नो अनुभव बताउनु है गाइस। भिडियो